डाक्टर साहबहरूले सुई लगाइदिनु भयो यहाँ सुई लाउनु भयो पागहरू म कस्तो राम्रो हो बाबु कि नानी अस्ति मलाई पल्ले के भन्छ मलाई पछि बसिदिँदैन पानी सोच्नुलाई हो के भयो हजुर हिजो सबै गएको थिएँ सबैको गौरवको गाडी देखाएर अनि आज मिलाएको त्यो 85 यहाँ काठमाडौँको हस्पिटलभन्दा कम छैनौँ भने पनि होइन मसिनहरू लाउनु एउटा कुरा हो होइन तर यस्तो राम्रो डक्टर हामीसँग दुईजना अर्को पनि थपिनु भएको छ अहिले यो भएको हुनाले नपालिनु घर छेउमा हामी छौँ नि ल के भयो हजुर के भयो कहिले आउनु मम्मी ठिक हुन्छ अब यो हामी यो सबै हाम्रै हस्पिटल हो हजुर हामीले बनाएको होइन मलाई चिन्नुहुन्छ म असिम राई है हजुर हजुर हामी सबैले बनाएको हस्पिटल हो यो है तपाईँकै हो यो यहाँ यति धेरै राम्रो डक्टर साहबहरू हुनुहुन्छ है तपाईँले सबै राम्रो हुन्छ ल मम्मी राम्रो छिटो ठिक हुनु होला है त्यहाँ भए पनि बस्छु है कालो चिया खै को हो उहाँको को हो छोरी बोलाउनु त उहाँको सन्चै हुनुहुन्छ ल मम्मीलाई ठिक भइहाल्छ है राम्रो डक्टर साहबहरू हुनुहुन्छ निकै दुःख गरेर अब चाहिँ हाम्रो डक्टर साहबलाई हामीले गरेका छौँ ठिक छ नि हामी छौँ नि हामीले नै बनाएको हस्पिटल पुगेन हुनु त हस् धन्यवाद र राम्रो निको छिटो ठिक हुन्छ के भयो हजुरलाई राम्रोस् त के हो र के नि हो श्यामको ए दम हो दम भन्दा नि आमालाई पुरानो टिभी रहेछ ए हजुर त्यो चाहिँ अहिले फेरि देखिएको हो कि जस्तो लागेको छ हकार निकाल्न सकेको छैन हकार जान्छ सोच गरेको ल अब सबै हेल कहिले ल्याउनु बास्ता श्याम चाहिँ एकै हुनुहुन्छ बिम्बिम बाहिर यिनी नाममा ए ऊ नाति चाहिँ छोरी ए अब ठिक दिउँ ल ठिक दिउँ यहाँ टिभी नै हो भने दाइ उतै पठाउनुपर्छ होला यहीँ हुन्छ है यहीँ हुने रहेछ सबै ठिक हुन्छ यही ठिक हुन्छ अब यहाँ ठुला ठुला डक्टरहरू हामीसँग छन् ओड्डा बुमी ओड्डा बच्चाको औषधि चाहिँ बुममासी है हजुर ल नमस्ते नमस्ते के भयो के भएर कहिले आउनुभएको ए हो ल है एकदम छिटो निको हुनु होला ल यहाँ हाम्रो डक्टर साहबहरू हुनुहुन्छ के कस्तो हुन्छ रिपोर्ट कस्तो आउँछ ल हस् हस् के छ कहाँ छ मोबाइल चलाउनु भयो के रे कहाँ रे नेपाल त जुगु हो ए जुगु 4 5 ए मलाई चिन्छौ हो ए राम्रो हो है डक्टर साहबले राम्रो गर्नुभयो नि ठिक्क छिटो निको भइहाल्छ कतिमा पर्छ 11 मा र छिटो निको हुने सबै उपचारहरू हुन्छ है ल राम्रो पर्छ छैन ल एभेन्ट साइन्स हैन
कस्तो के थियो ब्लास्ट भइसक्यो धेरै भयो धेरै है हामीले यहाँ नगरेको भए त लाग्दै पाइप राखेरै बाहिर निस्केन आम्मा। पाइपमै लगाउनु हेर्नु यो जम्मै हामीले तिम्रो बाउ तिम्रो दाजुभाइ हामी जम्मै मिलेर बनाएको अस्पताल यो हस्पिटल नभएको भए यस्तोमा गाह्रो हुन्थ्यो हो कि होइन भन्नु त ल राम्रो हुन्छ त कान्छ सुनिल ल ल नमस्ते के छ स्वास्थ्य कस्तो छ कस्तो राम्रो हो बाबु कि नानी नानी धेरै बोलाइ छ खै बुवा बोलाउ के बोला छैन नि हिजो हो हिजो कस्तो राम्रो एकदम बोलाइ छ है छिट्टो जन्मेको हुनु होला ल एकदमै नानीको पनि एकदम राम्रो हेर्नुहोस् ल ल कस्तो बोलाइ छ ब्लिडिङमा को बिरामी हो त्यो ए हो बुहारी को उहाँले हो बुहारी ल ल जिबुबाट आउनुभयो ए राम्रो भएछ बधाई छ तपाईँ किन के रे तिम्रो के पर्छ के भन्नु हो कहाँ पढ्यो कहाँ पढेको राम्रो राम्रो गर ल टेक केयर गर ल के छ बुवाको चाहिँ को छोरी पर्छ ल राम्रो हुन्छ न ल यताबाट साधन हुन्छ एकजना फ्यामिली डक्टर अरू थुप्रो साथीहरू एकदम केही हुँदैन ल नमस्ते नमस्ते अस्ति मामालाई हेरेकै छ नि त खबर मामा त अस्पताल बनाएको अनि के छ उहाँको के हो उहाँलाई चाहिँ सुरक्षित गरेर बस्नु ए हो अनि यो 9 लाई एडमिट गरेको सुरुमा अनि उहाँले पनि त्यो सुरु गरेको अस्तिको 9 चाहिँ इम्प्रुभ भइसक्यो लागि ल ठिक छ राम्रो भइहाल्छ ल कुरो नानी त को हो जस्तो लाग्छ मेले पर्छ कहाँ पर्छ घर कहाँ तपाईँको माइती चाहिँ खोटा घर चाहिँ ए हो त नि बल्छिनुहुन्छ नि स्वास्थ्य लाग्छ पहिला हाम्रो बाबु कान्छा चाहिँ ए कान्छा नि तपाईँलाई त्यस्तो रहेछ नि तपाईँलाई ए हर्क पनि दिएको हो ए हो त त्यसो भयो त ल अब राम्रो हुन्छ सानो मान्छे है बन्दु देखाउँछ बन्दुक ल्याउँछ नि ल हुन्छ बन्दु देखाउँछ बन्दुक ल्याउँछ नि ल हुन्छ ए हजुर ए त्यो डक्टर अजयलाई यहाँ चाहिँ
2 वर्ष जति हो नभएको नि औँला चलाउनै हुँदैन अनि यो अलिकति खुट्टा मात्रै हुन्थ्यो यहाँ खुट्टामा नि डाक्टर साहबबाट के गर्नुभयो सुई लगाइदिनु भयो कि हो सुई लगाइदिनु भयो डाक्टर साहबहरूले सुई लगाइदिनु भयो यहाँ सुई लगाउनु भयो पागहरू म आराम हुनुहुन्छ दिनदिनै खाने होइन प्रिस्क्रिप्सन के छ ठिक छ आराम हुन्छ हजुरको सुविधामा सोधिएको छु सुन्नुमा पनि समस्या के हो डाक्टर यो कसरी खायो उहाँलाई सर्च गर्नु प्रेसरको रहेछ प्रेसरको यो बिहान खाएको चाहिँ राम्रो भोलि यहाँ नभने किनभने यसले चाहिँ खुट्टा सुकाउँछ होइन राति खाएको तर अब सम्झिन सक्नुभन्दा राति ए हो र नेक्स्ट खास यो उहाँले अनि मैले वास्तै नगरेर दिएको